लगाएको थिएन सो बना न भाइ त्यो अलि मजाले बनाइदियो भाइ अब काइयाले फोटो काइयाले कोरो अब लगाएको छ है पर पनि लाउँछस् नि त पर लाउँछस् नि त होइन यही राम्रो भएर जानुपर्छ त्यही गरी हो चिपिलेर उतो काइयाले अब उतै पर राखे यहाँ फुलमा होइन फेसबुकमा त जाँदैन होला नि त युट्युबमा हाल्ने त्यो बनाउनु के देख्यो हाल्नहरू नि परको हिर्काउनेलाई त्यो हिर्काएर लाउने कि पर त्यसले हुँदैन भनेको त्यो लोरो फोटो एउटा घर कता भयो लु भयो एउटा मुनि लोरो बस्छ बेल्दै बबी कता गयो हो भविलाई आपत छ कतिवटा फुटाउने हो र हो कटिनटा एउटा अनि किन त्यसलाई पो कसियो गर एउटा मुढा ल्याइदिए न मुढामा बस बसेर बसेर लाउनु हुँदैन कामी आउँछ न हात लिएर उठेर लाउनु पर्छ जय श्री राम भन जय हनुमान राम्ररी हिँड्दा पार नहतारिकन ट्याक्क मिलाएर लगाइदियो हामी हाल्छ अनि हात नकाउ न कामी आउँछ नि के भयो कोही नि के भएर हात कामसँग त्यहाँ बिरालो कुटिसो लाउ भयो खै अलिक अब अलि भयो लु अब अर्को लाई हो कि हालेका छन् तोड्का सबै ती छन् दुईटा लटा छ नि अलग अलग नपार हाल्ने त्यो आफ्ना आफ्ना हालेका छन् तिनीले चोप्दै निकाल्दै लाउँदै बबीले सबै ठिक्क पारेको थियो अघि मैले यहाँ काटिदिएर तर पुच्छरमा पनि ला एउटा रातो हो अहिले भयो अब माथि अलि माथितिर अर्को हरियो छ हरियो क्लिक्क परेको हो त्यो लाउनुपर्छ हो उज्जर भएन टिको खै त्यो रातो चाहिँ मजाले लागेको छ उज्जर भएन दादालाई सक्नु नि उता कानमा चालु त लगाइदिनु न कानमा लाउनुपर्छ लु भयो परतिर कान्छी लाइन चाहिँ यति मेन लगाइदियो कति सिधा भयो माइलाको चाहिँ राम्रो भयो राम्रो बाबाले टाँसिएन त लागेन त त्यो त पुर्याएर मात्रै ल्याइस् त हुन्छ र आऊ न भने कोही अरूलाई मालदिलले यसो फुलका माला लगाइन्थ्यो नि अरूले टिका लगाइदिन्थे भनेको पर पठाउनु पो पर्छ त सबैतिर त्यो भन्थ्यो भने नि त हुन्थ्यो नि त सल्लाह मिलाएर नि सबै जान्थ्यौँ नि यहाँ लगाएर त्यसलाई त 8 माइल पो पुग्थ्यो ए बबी त भर्खर बनिँदैछ दिलीप भेना मालदाले पठाउनु न गर्दै थिएँ बबी त जान्दा छैस् नि खोइ त हेर त राम्रै भयो यति गर्दा नि के हुन्छ हुन्छ त्यो हातै कमाएका हेर न त्यो माथिको त भयो अघि यो लगाएको एउटा छ यसको छैन त्यसलाई ल मालदिदी भयो काम छ नि भयो मरि थियो हौ पिसाएर लाँदा त गुरु अघि यहाँ माला अलग अलग राखेका भए पो सजिलो हिउँ होला पहिले पगडी चाहिँ छैन नि पहिले दाजुलाई अलिकति र अब माइलालाई के भयो अलिकति खान अलिकति यसो नि सिकाएको छ यो घिउ चाहिँ बुझिन त हिउँ मैले सिकाएको अलिकति खान अलिकति यसो नि र अब रसगोला यो घिउ त होइन त हो हो घिउ दुध दही सबै हो बरु दही हुन्छ भने
सबै थोक अब यहाँ अहिले घिउ छ अब दही दुध सबै हुन् तर घिउ र उतो रसगोल्ला मात्रै ल्याइयो दही ल्याइएन मारेको हिमाल टन्टी हालेर मुखैमा अलिक बिस्तारो अलिक बिस्तारो गरिदिनु अनि रोटी कुर्का पारे के कुरा उहाँ खाइसकेको छु उहाँ खाँदैछ नि त बिहार चिसो बिहार खोइ त काटेन अब एक्लै हुने बेला भइहाल्यो को बेला फेरि अर्को कलरवाला लगाइदिइहाल्ने हो पुरा कि गोठाडै लगाइदेऊ न होइन यस्तो लगाइदेऊ न हँ? लु अब यो अरू थपिदे एक एकवटा लगाइदिउन सबैले हुन्छ राउन्ड पार टक्क अँ लाउन जान्ने सुरु गरियो यसरी सकियो पनि कान्छो नुहाउँदैछ भर्खर यो ठुली केटी खालि रोटी चबाउँदै रहेछ हिजो पनि त्यही ए चबाउँदै ठुलो केटीको त ठुली केटी भन्नाले सक्यो मालिदियो के गरौँ